सबैलाई श्रीकृष्णमा जय मसीह। आज कार्तिक 5 गते 2082 अक्टोबर 22, 2025। आज हाम्रो चर्चमा 35औं युवा दिवस मनाउन गइरहेका छौँ। जानलाई तयार हुँदैछु। आजको 35औं युवा दिवसको निम्ति पनि तपाईहरुले प्रार्थना गरिदिनु होला। हाम्रो युथको निम्ति, हाम्रो देश नेपालको निम्ति, सम्पूर्ण मानिस जातिहरुको निम्ति प्रार्थना गरिदिनु होला। साथै आजको कार्यक्रमको निम्ति पनि प्रार्थना गरिदिनु होला। धन्यवाद। जय मसीह। हाम्रो 35औं युवा दिवसको डेकोरेसन यसरी गरेको रहेछ। आज यसपालिको म चर्चमा आइपुग्यो। यहाँ हाम्रो डिकनहरूले यहाँ टेबलहरू कुर्सीहरू सजाउँदै हुनुहुन्छ। वक्ताज्यू लगायत यहाँ उपस्थित हुनुभएका हाम्रो मण्डलीका सम्पूर्ण विश्वासीजनहरू र विभिन्न चर्चबाट आउनुभएका हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका हाम्रो युवाजनहरूलाई यहाँ उपस्थित सबैजनाको ध्यान आकर्षण गर्न चाहन्छु। सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। आज मिति 2082 साल कार्तिक 5 गते तदनुसार 22 अक्टोबर 2025 बुधबारका दिन यस इन्टरी बप्टिस्ट चर्च युवा समितिको 35औं युवा दिवस कार्यक्रममा उपस्थित भएका छौँ। यस 35औं युवा दिवस कार्यक्रममा उपस्थित हुनुभएका स्थानीय मण्डलीका आदरणीय गुरुबा रेभरेन्ड दानियल सुब्बाज्यू, पास्टर राम थापाज्यू, सह पास्टर भूपेन राईज्यू, मण्डलीका आदरणीय गुरुआमाहरू, मण्डलीका डिकनज्यूहरू, मण्डलीका सेवक सेविकाज्यूहरू, आजको प्रमुख वक्ताज्यू लगायत आजको कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी विभिन्न मण्डलीबाट आउनुभएका युवा दाजुभाइ दिदीबहिनीहरू, स्थानीय मण्डलीका युवा दाजुभाइ दिदीबहिनीहरू, साथै अभिभावकज्यूहरू, म आजको कार्यक्रम सञ्चालकको तर्फबाट कृषि अवादन जय मसीह भूपेन राईज्यूलाई बोलाउँछु। परमेश्वरलाई धन्यवाद भएको होस् र उपस्थित सम्पूर्ण प्रभुका जनहरू साथै हाम्रा अति नै प्यारा युवा भाइ बहिनीहरूलाई प्यारो श्रीकृष्ण अभिवादन जय मसीह। आउनुहोस्
दिन आजको हाम्रो युवा दिवसलाई हाम्रो जीवित जिउँदो सर्वशक्तिमान प्रभुको हातमा हामी समर्पण गरेर हामी सुरु गर्नेछौँ। आउँछ नि प्रार्थना गर्दै पवित्र जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईको हुन्छ। म सबैको निम्ति पाठ गर्नेछु। 1 आओ परम प्रभुको निम्ति हामी गाऊ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौँ। 2 धन्यवाद गर्दै उहाँको सामने आओ, भजन गाउँदै उहाँको जय जयकार गरौँ। 3 किनकि परम प्रभु महान परमेश्वर हुनुहुन्छ र सारा देवहरूको माथि महान राजा। 4 उहाँकै हातमा पृथ्वीका गहिरा गहिरा स्थानहरू छन्, पहाडका चुचुरा पनि उहाँकै हुन्। 5 समुद्र उहाँकै हो, ओ त्यो उहाँले नै बनाउनु भएको हो, सुखा जमिन उहाँकै हातद्वारा बनिएको हो। 6 आओ दण्डवत गरौँ र निहोरौँ, हाम्रा सृष्टिकर्ता परम प्रभुकै सामु घुँडा टेकौँ। 7 किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ र हामी उहाँको खर्गका प्रजा र उहाँको हातका भेडा हौ। आज तिमीहरूले उहाँको स्वर सुन्यो भने त साँच्चै नै बाइबल पढाएर सुनाइदिएमा परमप्रभुले आज प्रभु आज यो 35औं युवा दिनको लागि हामीले यो 35औं युवा दिवसको लागि हामीले धेरै दिनदेखि प्रार्थना गर्दैछौँ। आज हामी यो सेवा सङ्गतिमा यो समयमा हामी छौँ प्रभु। संगतिको संयोजक मीना राईजीलाई यो सम्मान म दिनेछु। धन्यवाद भएको र हामी इटोरी ब्याप्टिस्ट चर्चको 35औं युवा दिवसमा पाउनुहुने हाम्रो यस्तै स्थानीय मण्डलीका गुरु बाज्यूहरू, गुरु आमाज्यूहरू, हाम्रो आजका प्रमुख वक्ताज्यू, डिकनकोटज्यूहरू, आमा सङ्गतिका अगुवाज्यूहरू, युवा सङ्गतिका कमिटी मेम्बर्सहरू, बाल सङ्गतिका शिक्षकज्यूहरू, प्रचार प्रचारकज्यूहरू र हाम्रो विभिन्न मण्डलीबाट आउनुभएका हाम्रा साथीभाइ तथा हाम्रा अभिभावकज्यूहरूलाई यस क्रिस्टको नाममा शब्दको माला उठाउँदै हृदयदेखि नै स्वागत गर्दछ। यसको द्वारा परमेश्वरको महिमा भएको आज आउनुभएको सम्पूर्ण विशेषजनहरू स्वागत छ हाम्रो युवा टिमबाट र हाम्रो युवा सङ्गतिको तर्फबाट कोयबाट। Shine
परमेश्वर गोपाल दाजु, हाम्रा टिकटज्यूहरू र सम्पूर्ण आमा दिदीबहिनीहरू, हाम्रा विभिन्न र यसलाई लय भरेर गाउने प्रयत्न गर्दैछौँ। यो गीतबाट परमेश्वरको महिमा गर्नुहोस्। Wanna have no breathing, oh, it might as well.
यो मण्डलीबाट छोरी मण्डली हुँदै स्थापित हुँदै नातिनी पनातिनी सम्बन्धहरू पनि स्थापित भएर गइरहेका छन्। यो चाहिँ सबैभन्दा ठुलो एउटा आशिषको कुरा हो र यसरी नै आगामी दिनहरूमा पनि हाम्रो यस मण्डलीले यसरी नै अगाडि बढ्दै प्रभुको राज्यमा ठुलो योगदान पुर्याउनेछ भनिकन म विश्वास गर्दछु र मैले जब प्रभुलाई विश्वास गरेको थिएँ फेरि नयाँ हुनेछ यशाया 40 अध्यायको 31 पदबाट यो प्रसङ्ग राखिएको छ र यसै प्रसङ्गभित्र रहेर हामी आजको परमेश्वर वचनलाई हामी हेर्नेछौँ र यो आज हामी एउटा शक्तिशाली प्रतिज्ञाको बारेमा चर्चा गर्न गइरहेका छौँ जसले तपाईँ र हाम्रो जीवनको अनि मलाई प्रभुले आज यस ठाउँसम्म ल्याउनु भयो लगभग 40 वर्षको मेरो विश्वासी जीवनको यात्रामा सायद अब यो डिसेम्बर 10 तारिक चाहिँ मैले मेरो प्रभुलाई विश्वास गरेँ ग्रहण गरेको वचनमा लेखिएको छ। त्यस कारणले तपाईँ र म आजको यो वचन अनुसार कि तपाईँ र म माथि माथि गरुड चाहिँ उड्ने हो भने अथवा सफलताको शिखरमा पुग्ने हो भने एउटा आशिषमय जीवन तपाईँ र मैले जुन प्रकारको एउटा समाउने त्यस्तो हुन्थ्यो त्यो चाहिँ हुँदैन। अनि जब 40 वर्षको भइसकेपछि ऊ चाहिँ के गर्छ अरे भन्दाखेरि चाहिँ ऊ चाहिँ अब शिकार गरेर पनि खान नसक्ने अवस्था भयो किनभने हेरेर कतिचोटि आफ्नो सपनाहरूलाई पनि मार्नुपर्ने अवस्था कतिजनाको देखिन्छ होइन। अरूले गरेको देख्छन्, अरूले विभिन्न प्रकारको कुरा देख्छन् अनि त्यसरी पनि होइन जनताको आन्दोलन पनि निम्तिएको किन भन्दाखेरि चाहिँ नेपोटिक्सको कारणले गर्दाखेरि होइन। अरूका छोराछोरीले यसो गरे त्यस्तो गरे यस्तो महँगा लुगा लगाए यो ब्रान्डको लगाए त्यो ब्रान्डको लगाए त्यस्तो होटलमा खाए त्यस्तो होटलमा बस्छन् हामी चाहिँ त्यस्तो अवस्था हुने प्रकार त्यो पनि एउटा कुराहरू चाहिँ के भन्छ त्यो समस्याहरू अवस्थाको गण्डगोल हुनेको कारण एउटा त्यो पनि रहेको हामी देख्छौँ होइन। अनि गुणस्तरीय शिक्षा अनि रोजगारीका विभिन्न प्रकारका क्रियाकलापहरू गर्थ्यौँ र खेलकुदमा भाग लिन्थ्यौँ र अब त्यसकै पुरस्कार वितरण गर्ने समयमा हामी आइसकेको थर्ड हुनुभएको छ अल्का चौधरी गर्दछु र फुटसलमा थर्ड हुनुभएको छ हाम्रो फुटसलमा बोइजबाट सेकेन्ड हुनुभएको छ टिम सुदीप। यो टिमको सम्पूर्ण सदस्यहरूलाई म अघि बोलाउन चाहन्छु। सुदीप, मार्शल राई, निकेश लिम्बू, सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। यहाँ उपस्थित हुनुभएका गुरुबा गुरुआमा डिकन बोर्ड आमा सङ्गति बाल समितिका शिक्षक तथा सबैजना युवाहरूलाई जय मसी तथा अभिभावकहरूलाई जय मसी। आजको दिन हामीले 35औं युवा दिवस सम्पन्न गरेका छौँ। आजको वक्ता पास्टर गोपाल दाहालज्यूले हामीलाई आशिषमय वचन ल्याउनु भएको लागि हामी युवा तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। मण्डलीको आदरणीय पास्टर डिकन आमा समितिका अगुवाहरू युवा समितिका अगुवाहरू र विभिन्न मण्डलीबाट निमन्त्रणा स्वीकारेर उपस्थित हुनुभएका सबैजनालाई धन्यवाद दिन चाहन्छु। यसै इटली बैप्टिस्ट चर्चका युवा समितिका कमिटीहरूलाई धन्यवाद चाहन्छु कारण तपाईँ कति महान परमेश्वर हुनुहुन्छ। आज यो 35औं युवा दिवसको लागि हामीलाई धेरै महिनादेखि लगातार
प्रार्थना गर्दै हाम्रो युवा भाइहरूको लागि हामीले प्रार्थना गरेको थियौँ। प्रभु तपाईँले आज यो सम्पन्न गर्नको लागि तपाईँले हामीलाई शक्ति दिनुभयो, सामर्थ्य दिनुभयो, सुन्दर दिन दिनुभयो। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। प्रभु आज तपाईँको वक्ता तपाईँको दासबाट यसैया 40को 31 पदबाट हामीले हेरेको हो। यो वचन हाम्रो युवा भाइ बहिनीको जीवनमा जति पनि उपस्थित हुनुभएको छ उहाँहरूले मनन चिन्तन गर्न सकुन् र उहाँहरूको जीवनमा चोखो राखिकन तपाईँको महिमा गर्न सकुन्, तपाईँको प्रशंसा गर्न सकुन्। प्यारा प्रभु आज यो वचनबाट उहाँहरूलाई तपाईँले ठार्नुहोस्, नयाँ आशा दिनुहोस् र तपाईँको महिमा गर्न सकुन्। प्रभु कतिजना निराशमा होला हाम्रो युवा भाइ बहिनीहरू, तर आजको यो वचनले यो प्रसङ्गले प्रभु उहाँको जीवनमा नयाँ आशा लिइकन नयाँ ऊर्जा पाइकन तपाईँको गवाई गर्न सक्नु। प्रभु उहाँहरूको अधुरो सपनाहरू, अधुरो कामहरू आजको वचनबाट उहाँहरूलाई सामर्थ्य पाइकन काम गर्नको लागि तपाईँले शक्ति दिनुहोस्, सामर्थ्य दिनुहोस्। धन्यवाद छ प्रभु, हामी तपाईँलाई हृदयबाट धन्यवाद चढाउँदछौँ। आज तपाईँले हामीलाई यो सम्पन्न गर्नुको लागि तपाईँले हामीलाई सुन्दर दिन दिनुभएको निम्ति तपाईँलाई धन्यवाद चढाउँदछौँ। अब हामी यहाँदेखि छुटेर जानेछौँ। शरीरमा टाढा नजिक भएका पनि त्यसरी नै एकअर्काको निम्ति निरन्तर प्रार्थना गर्नको लागि हामीलाई शक्ति, सामर्थ्य, ज्ञान बुद्धि दिनुहोस् भन्दै यो सङ्गतिलाई, यो कार्यक्रमलाई तपाईँको हातमा राखिकन आज साँच्चै नै यो हामीले सम्पन्न गरिसक्यौँ। यो यहाँदेखि हामी जानेछौँ, यहाँदेखि विसर्जन हुनेछौँ। हामीसँग तपाईँ रहनुहोस् भन्दै बिन्ती प्रार्थना चढाउँछौँ। यसो क्रिस्टको जानु भन्नु युवा दिवस सकिएर अब यी युथहरू यी सबै सरसफाइ हुँदैछन्, आँगन बढाउँदैछन् है। सफा गए युथहरू हेरेर कति जोगिएर सफा गरेको बढालेको।